तेरे को मारे भेरी। हेलो हेलो के छ बा? आलु छ आलु। हातमा आलु छ भने क्या गुरु? ल ल ल ठिक छ। तिमीले एउटा हातमा आलु भयो रे, अनि अर्को हातमा चाहिँ के छ भन त? साला के था फोन चाहिँ तेरी पहिलाको कि आमाको पहिले समाउँछ हेर बाउ, तिमी आमामा नजाऊ है बाउ, आमामा नजाऊ भन्दै छु। म तेरी आमा कहाँ नगए त कसरी जन्म तिस्रे कथा कामै नदिने मान्छे पो रहेछ त यो त। तेरी कस्तो खालको बाउ परेछ। साला कथा खेतबारी धितो राखेर विदेश पठाएँ तँलाई। आजसम्म 1 रुपियाँ ऋण तिरा छैनस्। उहाँ खेत साउले लगिसक्यो कथा। हे बाबा, फेरि गनगन सुरु। झन् दसैँ नजिक आइसक्यो, यसो दसैँको शुभकामना दिनु पर्यो भनेर फोन गरे त। तेरो शुभकामनाले त नि भाइ दसैँको जमरा पनि आउँदैन बुझिस्। तेरी बाबा, मैले दिन सक्ने भनेकै शुभकामना त हो नि, अरू के दिन सक्छु र बा? साला कथा 9 महिना भइसक्यो विदेश गएको। मैले आँट गराएको थिएँ भने नि भाइ 9 महिनामा तेरो भाइ जन्मिसक्थ्यो बुझिस्। खुब ल्यायो तिमीले छोरा। बात त के बुढा, घरमा भएको कान्छी बुढीलाई पनि कुटेर खेलायो अरे भन्ने सुन्दैछु। आफै भागे कि हो, मैले कहाँ खेदा छु र? छैन, तिम्रो गल्ती छैन, मलाई थाहा छ। घाँटीमा मच्छर बस्यो भनेर खुकुरीले मच्छर काट्न खोजेपछि बुढी भाग्दैन नि त। लु 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 छोडिदे यस्तो कुरा। अनि भन् पैसा बनाउँछस् कि नै? के रे? पैसा चाहियो रे? होइन, तिमीलाई बुढेसकालमा के को लागि पैसा चाहियो हो? तेरिका कथा मनी क्या मनी ए पल्ला गरे हनीसँग सल्का छौ, त्यही भएर पैसा चाहिएको। तेरी कथा दसैँ आइसक्यो, सबैतिर महँगी छ भने क्या कथा? लुङ्गी छ रे? तेरिका अब हनीको लुङ्गी नभएकै तिमीलाई मिनिस्कर्ट चाहियो हो? त कि बुढा दसैँ आयो, अब मासु किन्नु पर्यो नि त गुरु, मासु। होइन, तिमीले दसैँमा के को आँसु किन्नु पर्ने? आँसुको व्यापार गर्न लाग्यो हो क्या हो बा? हे भगवान्, मैले कस्तो छोरा जन्माएछु। पैसाको कुरा गर्यो कि कुरो उल्टो बुझ्न थाल्छ। कुनजुनीको पाप गरेछ भगवान्। बा विदेश त आएँ, 4 महिनासम्म काम चल्यो बा। त्यहाँदेखि काम पनि चलेन, सप्लाई कम्पनी परेछ बा। 5 महिना भयो त्यतिकै राखिरहेछ बा। अब के गर्नु बा? पैसा कमाइएला, राम्रै गरिएला, जिन्दगी बनाइएला भनेर विदेश आयो। यता आएर फस्या छु बा। अब तिमीलाई कुन मुखले बोल्नु भनेर आजसम्म फोन पनि नगरेको बा। सरी बा, मैले तिमीलाई धेरै दुःख दिएँ। छोरा, अब जे हुनु त्यो भइहाल्यो छोरा। मैले तँलाई जति नै गाली गरे पनि, जति नै कराए पनि, कुटे पनि माया त गर्छु नि छोरा। अब तँ देश आइज छोरा। अब बचेको एउटा घर छ, अब त्यो घर बेचेर भए पनि तँलाई पैसा पठाइदिन्छु। त्यही पैसाले आइज छोरा नेपाल। अब नेपालमै काम गरौँला, नेपालमै खाउँला छोरा। अब नेपालमै रनाउला छोरा। मेरो मोबाइलमा पैसा पनि सकिएछ बा, म भोलि फोन गर्छु है। ओके, राखेँ बा। ओके छोरा। हेलो बेबी, पैसा चाहियो 30,000 दसैँको सपिङ गर्ने। ओके बेबी, आजसम्म हामी कहिल्यै कलमा बोलेको छैनौँ, कलमा बोलौँ अनि पठाइदिन्छु नि है। अभी बताता है भाई, अभी बताता है, अभी तुमने उंगली किया ना, अभी बताता है। पैसा पठाइदेऊ अनि भिडियो कलमा बोल। बाप की चटी फटी पड़ी है, घर में चूल्हे नहीं जल रहे, अब बेटा ले प्रेमिका ने प्यार से। यस, पैसा गयो। हाय बेबी। भन केटा भन। हेलो